पहिला हामी पक्राउ पुर्जी दिनु पर्दैन तपाईको अन्तिम इच्छा उहाँसँग पुरा गर्नु के कुरा अन्तिम इच्छा भएन एकजना सन्नहरु अन्तिम इच्छा भने तपाईँ कानुन निर्देश सल्लाह त्यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द हैन सर नो सर तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने चाहिँ त्यही हैन त त्यस्तो बोलिदैन नि सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर सर अन्तिम इच्छा एउटा हैन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईहरुले चाहिँ एकचोटी कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने हैन अन्तिम इच्छाको अर्थ के हो देशब हजुरको नाम के हो रे हजुरको नाम हैन नाम त भन्न मिल्यो नि सर देशब नाम मात्रै हैन तपाईको आईडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईको आईडी हेर्ने नि अधिकार हुन्छ अन्तिम इच्छा पर्ने सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेश र सरकारी वकिलले पठाएको पक्राउ पुर्जी चाहियो त्यो त चाहियो अनि त्यो पनि चाहिला ठिक छ उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईको अन्तिम इच्छा के हो भन्नुभयो नि सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेस साहब जस्तो मान्छे कुरा गरेर जान्छु भनेर भन्नु हैन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ चाहिँ हामीसँग जानलाई त्यही कुरा गर्नुभएको हो हैन र सर यहाँ हाम्रो सभापतिज्यूले तपाईहरुले पक्राउ गर्न आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो सर नबटार्नु भन्ने कुरै होइन सर त्यसको आधारमा त पहिला हामी पक्राउ पुर्जी दिनु पर्दैन यो आदेश त पक्राउ पुर्जी दिनुस् न आदेश त आइसकेछ त पक्राउ पुर्जी दिनुस् न आदेश त अदालतको पुर्जी दिनु पर्यो नि तपाईले ठिक छ हजुर सबैले लेख्छु जाने तयारै छु त लैजानुस् न कति भनेको यही लेखेर आउने हो मलाई पक्राउ पुर्जी त मलाई जारी हुनु पर्दैन अहिले लेख्ने तपाईले अब कस्तो हजार है तपाईहरुलाई त्यो हजुरको आदेश आइसक्यो बोले सोरेको अरु के चाहियो त हजुरलाई पक्राउ पुर्जी सुन्नुस् न तपाईले पक्राउ व्यवहार मान्छे भएर तपाई घरमा आएर तपाईले यहाँ लेख्ने हो यो स्पोर्टमा लेख्ने फर्काउन चाहिँ किन खोज्नु त्यो हैन तपाईले किन राइट किन फर्काउन कुरा नगर्नु न हामीले पक्राउ गर्न आएको कानुन चाहिँ आएको नि कस्तो कुरा गर्नुहुन्छ पक्राउ गर्न आएको पक्राउ गरेर लेख्नु कानुन व्यवसायको कुरा गर्नुस् हैन सर प्लिज योमा पक्राउ पुर्जी लेखौँ हामी जाउँ लेख्नुस् न धेरै नगर्नु लेख्नुस् पर्दैन यो भनेर रेकर्ड भने लोकल वकिललाई दिनु हैन त्यसपछि कानुनमा चाहिँ हाम्रो अगेन्स्टमा जाने ठाउँ छँदै छैन हामीले गल्ती गरेपछि दिनुस् न त ल्याउनुस् कि ल्याउनुस् मैले सही गर्नु पर्यो नि मलाई दिनुस् न पक्राउ पुर्जी कस्तो अचम्म यार एउटा पक्राउ दिनुस् न पक्राउ पुर्जी लेख्नुस् दिनुस् न भइगयो त ल दिनुस् मलाई हुन्छ नि हजुर हामी वकिल साहब भोलि कानुनको विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त हाम्रो मुद्दा हाल्नु यस्तो भन्ने हुन्न नि म त गइसक्छु नि भोलि ठोक्नुस् त मलाई दिनुस् न पहिला तपाईँ थन्दै अनि पक्राउ दिने मलाई सुन्नुहोस् न सुन्नुहोस् सम्मानको साथ मलाई थन्दै अनि हामी सम्मान गर्छौँ पत्र दिनुहोस् न पत्र दिनु न पत्र ए सर पत्र दिनु न मलाई ए ल भयो पत्र दिनुहोस् भइदिएको त केही गर्नै परेन त छैन पत्र दिनुहोस् लैजानुहोस् एउटा पत्र त मैले दिनु पर्यो नि पत्रै हुन्न र पत्र दिनु नभएको त विवादै छैन त म गइहाल्छु